राजा फर्किँदा सडक सुनसान, नवराज सुवेदीलाई हटाएर कांग्रेस एमालेकै नेताको नेतृत्वमा आन्दोलन गर्ने मुडमा ज्ञानेन्द्र। झण्डै 2 साता लामो झापा बसाइसकेर पूर्व राजा ज्ञानेन्द्र शाह आइतबार काठमाडौँ फर्केका छन्। उनी फर्किँदै गर्दा फागुन 25 गते जस्तो स्वागत गर्नेहरूको भिड न विमानस्थलमा थियो न त राजा फर्काउने भन्दै सडकमा कुनै आन्दोलन नै चलिरहेको थियो। पूर्व राजा झापा जाँदै गर्दा देखिएको माहौल झापाबाट फर्किँदै गर्दा एकाएक स्वाट्टै गायब भएको छ। राजावादीहरू कहाँ छन् भनेर खोज्नु पर्ने अवस्था बनेको छ। राजावादी आन्दोलन यो अभिगतमा पुग्नु पछाडिको मुख्य कारण जसले आन्दोलन हाँक्ने ठेक्का लिएका थिए यिनमा आएको विचलन नै हो। जस लिने होडबाजी र त ठुलो कि म ठुलो भन्ने अहंकारको लडाई नै हो, जुन कुरा संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले सामाजिक सञ्जालमा स्टाटस लेख्दै खुलाएका छन्। उनले अब अवसरवादी अहंकारी र स्वार्थी बुढाहरूलाई छोडेर आन्दोलन नयाँ सिराबाट अगाडि बढाउने पनि उद्घोष गरेका छन्। उनको स्टाटसले पनि प्रश्न बताउँछ कि राजावादी आन्दोलनलाई जसले नेतृत्व गरेका थिए, जो अग्रपंक्तिमा थिए, तिनकै कारण आन्दोलन तुइएको छ। समितिको प्रवक्ताबाट हट्ने संकेत गर्दै उनले लेखेका छन्, एकजना बाहेक सबै व्यक्ति कुनै न कुनै दल र अभियानमा संलग्न व्यक्तिहरू थिए। स्वागत नेपाल सबैभन्दा अन्तिममा प्रवक्ताको रूपमा एकजना स्वतन्त्र र कानूनको मान्छे पनि चाहिने रहेछ भनेर थपेर राखिएको मान्छे थियो। उसले सकेसम्म बुढाहरूलाई मिलाउन सम्झाउन प्रयास गर्यो, तर बुढाहरूको स्वार्थ र अहंकारले आन्दोलनलाई कमजोर पार्न समीक्षा बैठक पनि मिडियाको बीचमा गरेर भाताभुङ्ग पारे, जनभावनालाई तुहाउन प्रयास गरे। वास्तवमै प्रवक्ता नेपालले भने जस्तै आन्दोलन भाड्ने नियतले नै समीक्षा बैठकमा भाँड भैलो मच्चाए झैं आवाज हुन्थ्यो। नेताहरू बैठक छाडेर हिँडेपछि युवाहरूले स्वाभाविक रूपमा आक्रोश पोखिराखेको सुनिन्थ्यो। नेतै होइनन् त किन देख्ने त? हामीले नेतै मानेनौँ। अब युवाहरूलाई नेतै मानेन क्या? किन? उहाँ गणतन्त्रवादीहरू हो, त्यही भएर कारणले हामीले मानेनौँ। उहाँहरू गणतन्त्रवादी हो भने कन्फर्म युवाहरूलाई थाहा भएपछि युवाहरूले अब विद्रोह गर्छन्। यही आन्दोलन हाँक्छन् युवाहरूले। फेरि अब संयुक्त जनआन्दोलन युवाहरूले हाँक्छन्। अब युवाहरूको पछि राप्रपा नेपाल यही जनआन्दोलनका सम्पूर्ण अग्रज व्यक्तित्व हुनुहुन्छ। आउनु भएन भने उहाँहरूलाई सडकमा ल्याएर घिसार्छौँ हामीले। अब पहिला राष्ट्र यिनीहरूलाई घिसार्छौँ क्या? अब यिनीहरूलाई घिसार्ने हो। अब हामीले बुझ्नुभयो नि? अब यिनीहरूको कारणले राजसंस्था गयो, यिनीहरूलाई रोडमा ल्याएर यिनीहरूलाई घिसारेर हामी राजा ल्याउँछौँ। अब मसँग त धेरै शब्दहरू छैन। एउटा आक्रोश छ अहिले भइरहेको कामहरूप्रति। नेताले जनताको सुन्दैनन् भनी जनतालाई पनि नेता चाहिएको छैन भनेको तपाईहरुको यो आन्दोलनलाई जसले लिड गरिरहेछ उनीहरूले तपाईहरुको कुरा राम्रोसँग सुनेनन् वा तपाईहरुलाई सही ढंगले अगाडि बढाउन सकेनन् भन्ने लागिरहेछ। रोड म्यापै छैन, अन्यल छ। हरेक चोटी हाम्रो एजेन्डा भनेको 5 कुने झण्डामा थियो, न कि कुनै 4 कुने झण्डामा। चन्द्र सूर्य अंकित 5 कुने झण्डामा हामी सगर्व चाहिँ यो कार्यक्रममा होमिएका हौं। कुनै नेतालाई नेता बनाउनको लागि होइन, तर बारम्बार हाम्रो एजेन्डा के हो भन्ने कुरा नेताले आएर हामीलाई बारम्बार दिग्भ्रमित गराइदिएपछि यस्ता नेता हामीलाई चाहिँदैन। जसरी अरू गणतन्त्रलाई सपोर्ट गर्ने नेता र हाम्रा राज संस्था राष्ट्रवादी भनिएका नेताहरूमा पनि कुनै भिन्नता हामीले नपाएको हुँदा यो हामी युवाहरूको आक्रोश हो। अवसरवादी नेता र स्वार्थी नेतृत्वकै कारण राजावादी आन्दोलन विसर्जनको डिलमा पुगेको निष्कर्षमा युवाहरू पनि पुगेका छन्। उनीहरू अब यिनलाई पाखा लगाएर फेरि एकपटक आक्रामक रूपमा आन्दोलनलाई अघि बढाउनु पर्ने बताइरहेका छन्। त्यसो त यो कुरा आइतबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै स्वागत नेपालले पनि बताएका छन्। उनले लेखेका छन्, अवसरवादी अहंकारी र स्वार्थी बुढाहरूलाई छाडेर अब आन्दोलन नयाँ सिराबाट आउनेछ। साच्चीकै स्वतन्त्र नागरिकहरू जुनसुकै पार्टीमा भए पनि कुनै पनि पार्टीमा नभए पनि चाँडै हुने राष्ट्रिय स्वाधीनताको विद्रोह एउटा वैश्विक महत्त्वको ऐतिहासिक शान्ति युद्ध अवसरवादी र अहंकारी बुढाहरूले नगर्ने भए। त्यसो त राजावादी आन्दोलनको नेतृत्व नै बदल्ने मुडमा निर्मल निवास पनि पुगेको छ। अहिलेको नेतृत्वले आन्दोलन हाँक्न नसक्ने निष्कर्ष सहित कांग्रेस एमालेकै कोही विद्रोही नेता वा स्वतन्त्र व्यक्तिलाई नेतृत्व दिनेसम्मको तयारी भइरहेको स्रोतको दाबी छ। संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालका अनुसार कांग्रेस एमाले माओवादी सहित सबै पार्टीमा वर्तमान नेतृत्व र अहिलेको व्यवस्थाप्रति तीव्र असन्तुष्टि र विद्रोह रहेको भन्दै त्यो पक्षलाई पनि आन्दोलनमा ल्याउनका लागि एक चरणको वार्ता समेत भइसकेको छ। शंकर भण्डारी, डाक्टर भीम रावल, नेपाली कांग्रेस बीपी का कर्ण मल्ल लगायतका नेताहरूसँग कुराकानी भएको उनले दाबी गरेका छन्।
उनका अनुसार अर्को चरणको आन्दोलनमा कांग्रेस एमालेका नेताहरूलाई समेटेर अघि बढ्ने तयारी हुँदैछ। त्यसो त निर्मल निवासले पनि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई हटाएर कोही नयाँ व्यक्तिलाई नेतृत्व दिने सोच बनाइरहेको छ। राजावादी आन्दोलनमा 4 पार्टी बाहेक 41 विभिन्न अभियन्ता समूह क्लब संलग्न रहेका छन्। यही जेठ 21 गते संयुक्त जनआन्दोलन परिचालन समितिले चैत 15 गतेदेखि जेठ 15 गतेसम्मको आन्दोलनमा भएका उपलब्धि र कमजोरी केलाउँदै नयाँ रणनीति बनाउन समीक्षा बैठक राखेको थियो। मिडिया राखेर समीक्षा बैठकलाई भाषण गर्ने थलो बनाएको भनेर संयोजक सुवेदी र कमल थापा सहितका नेताहरूको विरोध भएको थियो। प्रवक्ता नेपाल सहितले मिडिया हटाएर रणनीतिक बैठक गरौं र अगाडिको कार्ययोजना बनाएर जाउँ भन्ने प्रस्ताव गरेका थिए। तर थापा र सुवेदीले मिडिया राखेर भाषण गर्न खोजेपछि नवदुर्गा पार्टी प्यालेसमा आयोजित कार्यक्रम भाँडिएर साँझ विज्ञप्ति मार्फत आन्दोलनका स्वरूपहरू परिवर्तन भएको घोषणा गरिएको थियो। यी 7 कारणले सुक्यो राजावादी आन्दोलन। नम्बर 1, अगतिलो नेतृत्व। राजावादी आन्दोलन खिँदै र तुइदै जानु पछाडिको मुख्य कारण अगतिलो नेतृत्व नै हो, जुन कुरा स्वयं राजा फर्काउने भन्दै आन्दोलनमा होमिएका युवाहरूले बताउँछन्। जनतामा गणतन्त्र प्रति वितृष्णा जाग्दै गए पनि त्यसलाई सडकमा उतार्ने तागत अहिलेको नेतृत्वमा नभएको उनीहरूको बुझाइ छ। गणतन्त्रबाट पटक पटक लाभ लिए र सत्ता स्वार्थका लागि गणतन्त्रवादी दलहरूसँगै लपक्क मिलेका नेताहरू नै राजावादी आन्दोलनको नेतृत्वमा रहेकाले आन्दोलन सफल हुन नसकेको उनीहरूको भनाइ छ। नम्बर 2, जनसमर्थनको कमी। सुरुवाती चरणमा केही उल्लेख्य जनसहभागिता देखिए पनि पछिल्लो प्रदर्शनहरूमा निराशाजनक उपस्थिति देखियो। गणतन्त्र प्रतिको असन्तुष्टि हुँदाहुँदै पनि राजसंस्था प्रति सकारात्मक भावना प्रष्ट देखिँदैन। गणतन्त्र प्रतिको असन्तुष्टिलाई एकीकृत गर्न नसकेकै कारण पनि आम नागरिक केवल असन्तुष्टि मात्रै पोखिरहेका छन्। व्यवस्थाकै विरुद्ध सडकमा उत्रिन खोजिरहेका छैनन्। कतिपयले राजसंस्थालाई सुव्यवस्थित माने पनि इतिहासले त्यसलाई जनविरोधी शासनका रूपमा चित्रित गरेको समेत पाइन्छ। नम्बर 3, पूर्व राजा ज्ञानेन्द्रको विवादास्पद भूमिका। पूर्व राजा ज्ञानेन्द्र शाहको शासनकाल र हस्तक्षेपकारी प्रवृत्तिले उनको छवि अझै स्पष्ट र विश्वासिलो बनेको छैन। विशेषतः 2058 र 2061 सालमा सत्ता कब्जा गर्नुले उनीप्रति जनविश्वास घटाएको छ। तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएपछि नै राजसंस्था प्रतिको विश्वास घटेको थियो। त्यसमा पूर्व राजा ज्ञानेन्द्रले सम्पूर्ण सत्ता कब्जा गरेर थप साख गिराउने काम गरेका थिए। त्यही कारणले पनि हजुरबुवा ज्ञानेन्द्र होइन, नाति हृदेन्द्रलाई राजा बनाउनु पर्ने आवाज स्वयं राजावादीहरूले नै उठाउन थालेका छन्। नम्बर 4, राजनीतिक दलहरू एकजुट। विभिन्न विषयमा विभाजित भए पनि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका प्रमुख दलहरू गणतन्त्रको रक्षामा अडिग देखिएका छन्। रासोपा, नागरिक उन्मुक्ति पार्टी र जनमत जस्ता नयाँ पार्टीले पनि राजावादी आन्दोलन प्रति समर्थन नजनाउँदा आन्दोलन थप एक्लिएको देखिन्छ। बालेन हर्क जस्ता स्वतन्त्र व्यक्तिले पनि राजावादी आन्दोलनमा मौनता साधेका छन्। नम्बर 5, हिन्दू राष्ट्रको सीमित प्रभाव। राजसंस्थासँगै हिन्दू राष्ट्रको मुद्दा पनि उठाइएको छ, तर नेपालको बहुजातीय, बहुभाषिक र बहुधार्मिक समाजमा उक्त मुद्दा व्यापक रूपमा ग्रहण गरिएको देखिँदैन। नम्बर 6, प्रशासनिक र कानुनी अवरोध। सरकारले निषेधित क्षेत्र घोषणा गर्ने, प्रहरी बल प्रयोग गर्ने र आन्दोलनकारीलाई पक्राउ गर्ने जस्ता कदमहरू चालेर राजावादी प्रदर्शनलाई नियन्त्रण गरेको देखिन्छ। यस्ता अवरोधले पनि आन्दोलनलाई थप प्रभावित पारेको देखिन्छ। सरकारले देखाएको आक्रामकताकै कारण पनि राजावादी आन्दोलन शिथिल बन्दै गएको हो। नम्बर 7, जनताको प्राथमिकता फरक हुनु। आजको जनताको चासो आर्थिक उन्नति, रोजगारी, शिक्षा र स्वास्थ्यमा केन्द्रित छ। महँगी र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने उनीहरूको माग छ। राज संस्थाको पुनर्स्थापना भन्दा जनताले अवस्था परिवर्तनको खोजी गरिरहेका छन्। यी प्राथमिकतालाई सम्बोधन गर्न नसक्नु आन्दोलनको अर्को कमजोरी हो। अहिलेका नेताहरूबाट माग सम्बोधन हुँदैन भन्ने ठानेका नागरिक व्यवस्था भन्दा नेता बदल्नु पर्नेमा जोड दिँदै आएका छन्।